हेलो नमस्ते। के छ चन्द्रा? ठिक छ हजुर, ठिक छ। हजुरलाई स्वागत छ। स्वागत छ हजुरहरूलाई। हामीहरू नयाँ फुल आज हामी यता माथि जङ्गलतिर आछौँ है घुम्नलाई। फुल फुलेको यो पहेँलो फुल, यसको जराबाट के फुल हो चिन्नु भएछ साथीहरू? पिङ्क कलरको पनि कस्तो राम्रो फुलेको हेर्नु त। के फुल हो यो साथीहरू, चिन्नु भएको छ? कस्तो मान्नुभयो चन्द्रा यो ठाउँ? धेरै रमाइलो, राम्रो लाग्यो। फेरि फेरि आइराख्ने जस्तो रहेछ। आज ढिलो भयो, फेरि पछि हामीलाई है। हस्, हामी चाहिँ कहाँ छौँ अरे सरिता भनिदिनु त गाइजहरूलाई। हामी शहीद पार्कमा आएको थियौँ। शहीद पार्क यहाँ तलतिर फुल कस्तो राम्रो फुल देखेँ, त्यहाँ फुलमा खिच्न थाल्यौँ। त्यहाँ फोटो खिच्न लगाएको त टाइमै गइहाल्यो। गुच्छा गरायौँ होइन, फोटो खिच्न लगायौँ। कस्तो खुसी खोज्नलाई मान्छेलाई धेरै टाढा जान पर्दो रहेछ कि त्यो नजिकै पनि कति खुसी छ। त्यही त, मान्छेले जीवन जिउन जानेपछि जहाँ पनि खुसी छ। अनि फेरि चन्द्राको स्कुल जान ढिलो हुने भयो, फेरि पछि आउनु पर्ला। स्कुलबाट भागेर आएको। कस्तो झम्म परेको छ। अब फुल्नलाई फुल खेल्न लागेको रहेछ ऐसेल त। सानो दाना लगाएको छ। यो चाहिँ शहीद पार्कको ठ्याक्क पार्क, हामी गेटबाट भित्र छिरेको छौँ है। चाहिँ पार्किङ हो है, शहीद पार्कको पार्किङ। आज हामी माथि जान पाइएन, अब यहीँबाट फर्किनु पर्ने भयो, ढिलो भयो, टाइम गयो। फेरि आउँदा अलि टाइम लिएर आउँला है। अहिले पनि कस्तो भिडभाडै हुन्छ भाइ, माथि त कति भिड हुन्छ। अहिले भर्खरै सब आउँदैछन्। हामी कस्तो टाइम पुगेन कि भाइ। के हजुरलाई छोडेर जानु म? कहाँ म एक्लै बस्छु क्या? होइन भाइ। अब हामी यहाँबाट फर्किँदैछौँ नि। आजको यात्रा चाहिँ यहीँसम्म मात्रै हाम्रो। अब फेरि अर्को दिन आउनेछौँ। आज चाहिँ समयको कारणले सरितालाई छिटै लैजानु पर्यो। कस्तो राम्रो सिन आएको छ हेर्नु न है। पहेँलो फुल टिप्ने फेरि सबै टिपेर के गर्नु? कस्तो मान्नुभयो साथीहरूलाई हेर्नु त। पहिलो साडीमा खतरा देखेछ। थ्याङ्क यू। स्कुलबाट फोन आयो क्या? राम्रो गेट फुल। चन्द्र यो गेट फुल हेर्नु कति राम्रो देखेछ। पप्पी नटोक है, ए कुकुर बाँधेको रहेछ। अनि खुसी खोज्न टाढा जानु पर्छ। टाढा जानै परेन, आज माथि पनि जानु भइएन हेर्नु न है। जीवन होस् त सरिताको र मेरो जस्तो, महाजोडी जस्तो। जहाँ जाला नि सबै दुईजना भएपछि पुग्यो, गर्दै हिँड्यो है। टाढा जानु पर्दैन। हामीहरूलाई
फुलेको यो फुल